नमस्कार साथीहरु, आज चाहिँ मैले मस्यौरा, मुला र आलुको रेसिपी ल्याएको छु। मैले यहाँनिर पहिले मस्यौरा भिजाएर राखेको थिएँ अनि मैले कराईमा हालिसके हेर्नु अनि यहाँ चलाउँदै छु। अनि यहाँ मैले मुला रेडी गरिसकेको छु। यसको मुनि आलु छ। अब यसलाई हामीले हल्का गोल्डन ब्राउन गर्ने अनि त्यसपछि म यसलाई निकालेर यिनीहरुको ग्रेभी बनाएर यसलाई माथि हाल्छु। त्यसले गर्दा चाहिँ यो धेरै मस्यौरा चाहिँ धेरै गिलो नहोस् र नगलोस्। त्यसैले लु साथीहरु, हाम्रो चाहिँ सोयाबिन गोल्डन ब्राउन भइसकेको छ। अब हामी निकाल्दै छौं। लु साथीहरु, म चाहिँ अब हल्का तेल राख्छु अनि त्यसपछि प्याज हाल्छु गोल्डन ब्राउन हुन्जेलसम्म। हाम्रो तेल तातिसक्यो। अब म अलिकति हिङ हाल्न जाँदैछु। पहिला मेथी पड्काउँछु। अब हिङ हालौँ। यसले गर्दा चाहिँ पाचन प्रणालीलाई पनि सहयोग हुन्छ। त्यसैले प्याज हालौँ। केयरफुल हुनुलाई पोल्छ। लु, अब हाम्रो यहाँ प्याजमा हल्का कलर आइसकेको छ। अब म मुला र आलु हाल्छु। लु, अब म यसलाई एकछिन चलाउँछु अनि त्यसपछि हल्का सफ्ट हुनलाई छोडिदिन्छु 1 मिनेट जति। आइएम सेइङ अगेन, बी केयरफुल, यहाँ तेल उछिटेर पोलो। लु साथीहरु, 1 मिनेट भइसक्यो। अब म पिसेको अदुवा हाल्न जाँदैछु। लु, लसुन पनि राखेर अब एकछिन चलाउँछु। लु, मैले लसुन र अदुवा हालेर चलाएँ। अब 5 सेकेन्ड जति छोडिदिन्छु। लु, अब म बेसार राख्छु। अब म धनियाको धुलो हाल्छु। ल साथीहरु, मैले जिराको धुलो पनि राखेँ। अब म यसलाई एकदम राम्रोसँग चलाउँछु। अब यसरी मिलाउँदै म नुन राख्छु बिचमा। नुन राखेर पनि मैले राम्रोसँग चलाएँ। अब म 3 गेडा टमाटरको पेस्ट बनाएर राख्छु। अब म पेस्ट राख्न जाँदैछु। चलाएर लु, अब म यसलाई एकछिन चलाएर मुला, आलु र टमाटरको टेस्ट आओस् भनेर एकछिन छोपेर राखिदिन्छु। अनि यो टमाटरको पेस्ट चाहिँ एकदम राम्ररी मिक्सीमा पिसेर मात्र हाल्नु होला, नत्र एक गेडा बाँकी हुन्छ। अब मेरो मुला र आलुले पानी छोडिसक्यो। अब म यसमा अलिकति सोयाबिन हाल्छु ग्रेभीको लागि। अनि त्यसपछि सरी अघि मिस्टेक भयो। अब पानी राख्छु जसले गर्दा ग्रेभी बनोस्। लु साथीहरु, हाम्रो मुलाको ग्रेभी चाहिँ एकदम रेडी भइसकेको छ। अब तपाईहरु चाहिँ यसलाई मकैको भातसँग खानु होला। यो चाहिँ एकदम टेस्टी हुन्छ। त्यसो एकदम बेसी नै टेस्टी हुन्छ। त्यसैले तपाईहरु ट्राई गर्नु होला।